हजुर दर्शक नमस्कार। मेरो फेसबुकमा जोडिनु भएका सम्पूर्ण साथीभाइहरूलाई एकजना बहिनीले घन्टीमा भोट लगाउनको लागि आफ्नो आमालाई यसरी सम्झाइरहनु भएको छ। आउनुहोस् यो भिडियो हेरौँ। लेट्स गो। आने थिन त घन्टीमा ओभर दिन मन बरे घंटी घंटी तो हो रहा है जरे जमन दे ता भोट घन्टीलाई दिए जिम्मा हां हां बालिंग दाइलाई बालेन दाइ नै हेर्नु बालेन दाइ गएर नचेलो होलो बा बालिंग सालाई भोट कहिलाई बालिंग सा बालेन सालाई उत्पादन चाहिँ अर्का वर्ष घर ल्याउने हो नत्र मैले घर नआए 3-4 वर्ष भइगे बा घर आउनेले नै मु भोट नै दिली बा घर नै आउने मु तो सोना दिली हो बालिंग लाई दिली हो मु तो ल बालेनले दियो उत्पासा अब आफ्नो मनेको जाने गद्दियो म त रोइगे सबैलाई हय हय भन्नु हो रे। तर लास्टमा भोट दिने बेला घन्टीलाई दिए जिम्मा नत्र म अर्का वर्ष घर आउने भयो उत्पासा नियमले घन्टीको प्रचार वाला नयाँ नारे पुग्नु कागज दिन नारे ए घन्टीको प्रचार वाला नआइ गेलले तु झाइबर उहाँलाई घन्टीमा छप्प हाण दिए छाप बइयो सक्यो गुरले घन्टीको चित्र नआएको यहाँ घन्टीको चित्र आउने हो भने मु देखाउनु घन्टीको चित्र कसो हुन्छ भने अल्लै पठाउन मु ओइ दिनको कागजमा नआएको थिएन घन्टीको अरको छ द घन्टीकोले छ क्या नै थिन भयो घन्टीको नहुने त चान्स नै भयो गराउने मुलाई घराइबाट नि जीवन गेले घन्टीमा भोट क्यामा घन्टीमा मुई पाछा साँच्ची भन्दै तँ भोट हालेपछि मेरो कसम खानु पर्दियो परदेशमा हुने साथीहरूले किन घन्टी भनिरहनु भएको छ थाहा छ? परिवर्तन चाहनु भएको छ। पहिलाको जस्तो नहोस्, घुसपेट नहोस्, भ्रष्टाचार नहोस्, आफ्नै देशमा काम पाइयोस्, आफ्नै परिवारसँग बसेर काम गर्न पाइयोस्, यो चाहन्छन् परदेशमा बस्ने मान्छेहरू, युवाहरू। त्यही भएर घन्टी रोजिरहेका छन्। तपाईहरू पहिले नै सही ठाउँबाट सचिएर भ्रष्टाचार नगरिकन अगाडि बढिदिनु भएको भए न राष्ट्रिय स्वतन्त्र पार्टी उत्पन्न हुन्थ्यो, न तपाईहरूको काम खोसिन्थ्यो। सही तरिकाले तपाईहरू पनि चलिरहनु भएको भए यो अभिगत हुँदैनथ्यो। त्यसैले परदेशवासीले भनिरहेका छन्, जय घन्टी।